Hello, welcome to my channel. Let's get ready for my first duty as a registered nurse in Australia. I'm very excited and nervous at the same time. So, यदि तपाईहरुले चाहिँ म कसरी अस्ट्रेलियामा आरएनको जब पाए भन्न चाहनुहुन्छ भने चाहिँ you can comment it down. I'll make a full video on that. So म चाहिँ OBA pathway बाट आएको हो अनि मैले सुरुमा एनक्लेक्स दिएँ त्यस पछाडी अस्की पास गरेँ र फाइनली रजिस्ट्रेसन आएर म चाहिँ रजिस्टर्ड नर्सको रूपमा चाहिँ काम गर्न आँटिरहेको छु सो मैले एनक्लेक्स चाहिँ युएसए को लागि गरेको थिएँ अनि रेट्रोग्रेसन भएर चाहिँ पछि मैले अस्ट्रेलियामा कन्भर्ट गरेर अनि त्यस पछाडी अस्की पनि पास गरेर चाहिँ अनि लाइसेन्स निकालेको हो र म रेडी हुँदैछु हामीले चाहिँ यो अस्ट्रेलियामा चाहिँ एकदम युभी रेजहरू हार्मफुल हुँदो रहेछ त्यही भएर यसमा चाहिँ स्ट्रङ एसपीएफ भएको धेरै हाई एसपीएफ भएको चाहिँ युज गर्नु पर्दो रहेछ सनस्क्रिन मैले चाहिँ क्यान्सर काउन्सिलको सनस्क्रिन युज गरेँ राम्रो छ तर मेरो आँखा चाहिँ पोल्छ क्या यसले अलिक बढी भयो भने हैन आँखाको तलतिर बढी भयो भने चाहिँ अलिक आँखा पोल्छ नभए त ठिकै नै छ र सबै मजाले ब्लेन्ड भयो विदाउट एनी कास्ट अनि मोइस्चराइजर पनि लगाउनु पर्छ यहाँकोले एकदम ड्राई हुन्छ क्या स्किन यहाँको विन्टरमा त एकचोटि त मैले पहिला नै एक्जाम दिन आउँदाखेरि के मलाई थाहा थिएन नेपालमा गर्मी थियो अनि यहाँ आउँदाखेरि त एकदम जाडो थियो यहाँ त आउने बित्तिकै मेरो त पुरै निधार त पुरै सेतो भएको क्या ड्राई भएर अनि मास्कारा यो चाहिँ मैले फर्स्ट डे मात्रै लगाएँ त्यस पछाडि त मैले कहिले लगाइनँ किनभने उठ्ने बित्तिकै ड्युटी जानुपर्छ कहिले ढिलो उठिन्छ हतार हतार हुन्छ अनि त्यही भएर फर्स्ट डे चाहिँ 9 बजेदेखि थियो नि त शिफ्ट ओरिएन्टेसन डे भएर त्यही भएर चाहिँ अलिकति मेकअप गर्नु पाएँ यो चाहिँ मेरो फेभरेट कोचको फ्लोरल पर्फ्युम हो हैन पहिला एक्जाम दिन आउँदाखेरि चाहिँ मलाई एकदम मन परेको थियो क्या अनि पछि किन्छु भनेर किनिनँ अनि पछि मैले बर्थडेमा गिफ्ट पाएँ क्या दिदीलाई याद रहेछ अनि मलाई बर्थडेमा चाहिँ यो गिफ्ट दिनुभयो सो स्वीट अफ हर र अब म लगाउँछु च्यापस्टिक हामीले चाहिँ यसलाई एलिप बाम भन्थ्यौँ नि त नेपालमा यहाँ चाहिँ च्यापस्टिक भन्दो रहेछ है सो आइ एम रेडी यो चाहिँ ऱ्यापिड एन्टिजेन किट हो कोभिड-19 टेस्ट गर्नुको लागि चाहिँ किनभने यहाँ एक दुईजनालाई कोभिड देखेको रहेछ त्यही भएर चाहिँ कम्पलसरी हरेक दिन चाहिँ डेली कोभिड टेस्ट गर्नुपर्छ है आउनु जानुभन्दा अगाडि चाहिँ अनि यो चाहिँ स्व्यापस्टिक भयो यसमा चाहिँ बाहिरै नोस्ट्रलसँग मात्रै राख्दा नै हुने रहेछ क्या मलाई चाहिँ थाहा थिएन सुरुमा र मैले एकदम भित्र हालेको थिएँ पछि मलाई थाहा भयो र 3 चोटि यसरी सर्कल गर्दाखेरि चाहिँ हुने रहेछ बाहिरको नोस्ट्रल्समा भित्र पसाउनु पर्दैन रहेछ अनि यो सोलुसनमा डिप गर्ने रोल गर्ने 15 टाइममा अनि त्यस पछाडि यसको 3 ड्रप्स चाहिँ हामी किटमा हाल्छौँ अनि त्यस पछाडि 5 देखि 15 मिनेट्समा चाहिँ रिजल्ट आउँछ र मेरो चाहिँ नेगेटिभ आएको छ सो कस्तो मजाले घाम लागिरहेछ म अब निस्केको ड्युटी जानलाई आज मेरो ओरिएन्टेसन डे हो कति राम्रो पत्ताहरू झरे क्यानाडा जस्तो देखिने क्या पत्ताहरू चाहिँ म्यापल जस्तो यो चाहिँ हो मैले काम गर्ने ठाउँ यहाँ चाहिँ जेमा पनि कार्ड चाहिन्छ क्या ढोका खोल्न मेडिकेसनहरू गर्दाखेरि पनि सबै जे कुरा पनि कार्ड चाहिँ चाहिन्छ हैन अनि यो रुम भयो कम्प्युटर रुम
मेरो ओरिएन्टेसन भएर चाहिँ आज मैले त्यस्तो धेरै काम गरिनँ, पेपर वर्क मात्रै थियो, कन्ट्र्याक्टहरू अनि पोलिसिसहरू यस्तै के थियो. Okay, see you. Bye. Thank you for watching.